धेरै पछि आज घुम्नको घाटेमा आइयो धेरै पछि आज घुम्नको घाटेमा आइयो सबैजना भेटघाट भयो हल्का टुच्चा लाइयो कोगटेको सल्लाहघारीमा आएर हामी बाउ छोरी बसेर फोटो खिचेका छौँ है। हेलो आज हामी कता जान लागिरहेका छौँ हामी आज हामी आज हामी कोगटे घुम्न गइरहेका छौँ अटोमा सरेर हो कि न सबैजनाले हामी यहाँ दमहारमा आइसकेका छौँ हामीलाई यहाँ अर्को अटोले उछिनेर गइसकेको छ यहाँनिर अब बारीमा मकै छर्ने बेला भइरहेको छ यहाँ रमाइलो छ यहाँ अहिले हामी यहाँ आठखरियाको उकालो चढिरहेका छौँ एकदम रमाइलो छ एकदम रमाइलो हो कि होइन अहिले हामी फाँटखोरिया भन्ने ठाउँमा आएका छौँ हेर्नु होला फाँटखोरिया राम्रो छ एकदम भ्यू अब पिसकेर बाटो एकदम अफरोड आइसकेको छ हेलो नमस्कार सबैजनालाई अब यहाँ तपाईँहरूलाई हाम्रो यो भ्लगमा एकदम स्वागत छ हामी चाहिँ आज भीमफेदीबाट कोगटे घुम्न गइरहेका छौँ एकदम रमाइलो लागिरहेको छ एकदम दुईवटा अटो लिएर आएका छौँ दुईवटा बाइक पनि छ हामीसँग बाटो अप्ठ्यारो घुम्ती उकालो एकदम रमाइलो गर्दै हामी यहाँसम्म आइसकेका छौँ अब यतातिरको दृश्य हेर्नु होला 12 गते भीमफेदी ल बोल हाम्रो टोलीहरु सीतापोखरी आइपुगेको छ
सीता पोखरी चाहिँ यहाँ छ, यहाँ मुनि बादल पनि लागिरहेको छ, हावा सिरिरिरिरि चलिरहेको छ, यहाँ मान्छे उडाउला जस्तो हावा चलिरहेको छ। पर्यटकीय सम्भावना बोकेको ठाउँ, यहाँ टाढा टाढाबाट पर्यटकहरू लिएर आउन सक्यो भने यो ठाउँ एकदम विकसित अवस्थामा पुग्छ भन्ने हामीले सोचिरहेका छौँ। यहाँ हाम्रो बाइक हिँडिसकेको छ, यहाँ हाम्रो एउटा अटो गइसकेको छ, यहाँ हाम्रो अर्को अटो नि गइसकेको छ। वाह, कति राम्रो सुन्दरी जल हेर्नु होला। यो सुन्दरी जल हाम्रो लागि एउटा एकदम ठुलो नदी भन्दा पनि कम छैन हाम्रो लागि, ल हेर्नु होला एकदम हेर्नु होला। यतातिर हाम्रो सानो भाइ यहाँ एकदम दिक्क मानेर बसिरहनु भएको छ। उहाँ मेलटार आइसकेको छ, यहाँ हेर्नु होला तपाईँहरू। मेलटार खोलाको नजिक यो खोला हामी तरिरहेको छौँ। वाह, कति राम्रो खोला। कराए तिम्रो लागि धेरै पछि आज घुम्नको घाटेमा आइयो, धेरै पछि आज घुम्नको घाटेमा आइयो। सबैजना भेटघाट भयो, हल्का टुच्चा लाइयो। माझी दाई पोखरा फेवा तालको रामाया साँच्चैको नलाङ्गो ख्याल ख्यालैको। हामी कोगटेमा पिने खाना आइयो, कोगटेको तरङ्गी जति हामीलाई नभइलायो। बाउ छोरी बसेर फोटो खिचाएछौँ है। आउनलाई हामी अबेला भएको भएको
आजको सम्पूर्ण कार्यक्रम कोगटे घुम्नको लागि सम्पूर्ण कसरतहरू सिद्धिएर आज हामी घरतिर जान गइरहेको छौँ। कोगटेलाई हामी बाई बाई गर्न चाहन्छौँ। बाई बाई नमस्ते।